बालेन शाहलाई 5 वर्ष जेल र नागरिकता रद्दको माग गर्दै युवराज सफलले दिए गृह मन्त्रालयमा उजुरी। दर्शकबिन राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह बालेनमाथि नागरिकता सम्बन्धी विवाद उत्पन्न भएको छ। बालेनको नागरिकता रद्द गरी 5 वर्ष कैद र 1 लाख रुपैयाँ जरिवाना गर्न माग गर्दै गृह मन्त्रालयमा उजुरी दर्ता भएको हो। शुक्रबार काठमाडौँ 31 का युवराज सफलले गृह मन्त्रालयमा दिएको उजुरीमा उल्लेख छ कि बालेनले आफ्नो थर स्वत परिवर्तन गरेर नागरिकतामा झुटो विवरण पेश गरेका छन्। उजुरी अनुसार बालेनले 2063 पुस 6 गते महोत्तरी जिल्लाबाट लिएको नागरिकतामा पातलो स सहितको शाह थर भएको थियो। तर काठमाडौँको मेयर भएपछि 2079 असार 19 गते लिएको नागरिकताको प्रतिलिपिमा आफ्नो थर मोटो स सहितको शाह बनाएका थिए। युवराज सफलले उजुरीमा दाबी गरेका छन् कि बालेनले झुटो विवरण पेश गरी आफ्नो थर परिवर्तन गरेकोले तत्काल पक्राउ गरी आवश्यक कारबाही गर्नुपर्ने कानुनी माग राखिएको छ। उजुरीमा नागरिकता रद्द गर्नुका साथै 5 वर्ष कैद र 1 लाख रुपैयाँ जरिवाना गर्न गृह मन्त्रालय मार्फत आवश्यक कदम चाल्न आग्रह गरिएको छ। बालेन हाल आगामी प्रतिनिधि सभा निर्वाचनमा झापा 5 बाट उम्मेद्वार बनेका छन्। नागरिकता विवादले उनीमाथि राजनीतिक दबाव सिर्जना गरेको छ भने व्यक्तिगत र राजनीतिक छवि दुवैमा प्रभाव पार्न सक्ने देखिएको छ। राजनीतिक वृत्तका अनुसार बालेनको नागरिकता विवाद सार्वजनिक भएपछि निर्वाचन अभियान र मतदाता माझको प्रभाव बारे गहिरो विश्लेषण भइरहेको छ। यसरी आगामी चुनावी प्रतिस्पर्धा र उम्मेद्वारको लोकप्रियतामा कसरी असर गर्ने भन्ने विषयमा पनि ध्यान आकर्षण बढाएको छ। गृह मन्त्रालयले उजुरी प्राप्त भएको र आवश्यक अनुसन्धान प्रारम्भ हुने जानकारी दिएको छ। कानुनी प्रक्रिया अनुसार नागरिकताको प्रमाणपत्रमा भएको कुनै पनि विसङ्गति बारे सत्यता जाँचिनेछ र आवश्यक कदम अघि बढाइनेछ। यो मुद्दा केवल कानुनी होइन, राजनीतिक दृष्टिले पनि संवेदनशील छ, किनभने चुनावको क्रममा यो विषय मतदाताको निर्णयमा प्रभाव पार्न सक्छ। यसले आगामी दिनहरूमा बालेनको नागरिकता विवादले राजनीतिक बहस र सञ्चार माध्यममा व्यापक ध्यान तान्ने अपेक्षा गरिएको छ।